ॐ यः पृथिवीभरवारणाय दिविजैः सम्प्रार्थितश्चिन्नमया सञ्जात पृथिवीतले रविकुले माया मनुष्योऽव्यय निश्चक्रं हतराक्षसः पुनरगात् ब्रह्मत्वमाद्यं स्थिरां कीर्तिं पापहरां विधाय जगतां तं जानकीशं भजे। नारायणसमारम्भां व्यासशङ्करमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। सच्चिदानंद भगवान को, राष्ट्रदेव पशुपतिनाथ भगवान को, चतुर्व्यूह नारायण भगवान को। परम पावन भगवान शंकर को अत्यंत प्रिय क्षेत्र जसलाई हामीले पाशुपत क्षेत्र भनेर चिन्ने र बुझ्ने गर्दछौँ। यो क्षेत्रमा बसेर भगवान शंकरको पूजन गरिएको छ भने, यो क्षेत्रमा बसेर भगवान शंकरलाई बुझिएको छ भने, यो क्षेत्रमा बसेर भगवान शंकरलाई जानिएको छ भने अवश्य पनि परमात्मा बन्न सकिन्छ भन्ने यो उद्घोष शास्त्रको पनि छ र तद्विज्ञ वेदान्तविज्ञ शास्त्रविज्ञ धर्मधुरीण व्यक्तिहरूको अनुभव गम्य पनि भएको हुँदा धेरै ठुला ठुला साधकहरूले यो क्षेत्रमा आएर साधना गर्ने गर्नुहुन्छ। हरेक साधनालाई यो पाशुपत क्षेत्रले पूर्ण गर्दछ। यहाँ आएर साधना गर्ने हो भने पूर्णतालाई प्राप्त गर्न सकिन्छ। तसर्थ व्यक्तिहरू आफ्ना घर मठ मन्दिर छोडेर पनि, आफ्नो सुव्यवस्थित क्षेत्रलाई छोडेर पनि पाशुपत क्षेत्रमा आएर साधना गर्ने परम्परा हामीले जानिरहेका छौँ, अनुभव गरिरहेका छौँ। यो क्षेत्रमा बसेर भगवान नारायणको यो पावन सान्निध्य, चतुर्व्यूह नारायण भगवानको सान्निध्यमा रहेर यहाँ भगवान नारायणले चारैतिर हेरेर बस्नु भएको छ। त्यही भएर यसलाई चतुर्व्यूह नारायण भनिन्छ। पूर्व पनि हेर्नु भएको छ, पश्चिम पनि हेर्नु भएको छ, उत्तर दक्षिण चारैतिर हेरेर बस्नु भएको यो अद्भुत अलौकिक हो। यहाँ भगवान नारायणको यो स्वरूप छ। यसको साधना गर्दै र यसको क्षेत्रमा बसेर भगवान श्रीरामका गुणानुवाद श्रवण गर्दै हामीहरू अध्यात्म रामायणको चिन्तन गर्दै रामगीताभित्र प्रवेश गरिसकेका छौँ। रामगीता रामायणको सारांश हो। रामगीता रामायणले दिन खोजेको भाग हो। रामगीता नै दिनु रामायणको मकसद र प्रयोजन हो। तसर्थ यो रामगीता सुनिएन भने एउटा रामजीको वास्तविक स्वरूपबाट हामी अनभिज्ञ रहन्छौँ अनि त्यसपछि भवसागरमा बारम्बार परिरहन्छौँ। हिजो अस्तिको हाम्रो पावन प्रसङ्ग यही छ। किन संसारमा आइयो त नि भन्दा लक्ष्मणले प्रश्न गरिरहेका छन्, हे भगवान, यो संसारमा आउनका प्रयोजन के हो? म किन आएँ संसारमा? पहिला यो भनिदिनुहोस्। लक्ष्मणको प्रश्न। म संसारमा आउनुभन्दा पहिला सद्घन चितघन आनन्दघन परब्रह्म परमात्मा थिएँ। यसो बसेर चिन्तन गरौँ। मैले के अपराध गरेँ? तो सद्घन चितघन आनन्दघन परब्रह्म परमात्मा भएको बेला मबाट कुन अपराध भयो र मलाई जीव बनाइयो? किन
अब पनि म प्रयास गरेर सद्घन चितघन आनन्दघन बने भने, मुक्त भएँ भने, परमात्मा बने भने मलाई फेरि जीव बनाइँदैन, यसको ग्यारेन्टी कसले दिन्छ? कुनै न कुनै दिन त म जीव अवश्य बनेको हुँ। जीव बन्नुभन्दा म त सद्घन थिएँ। त्यो बेला मैले कुनै क्रिया गरेको थिइनँ, ममा अहङ्कार थिएन, ममा अज्ञान थिएन, अनि मलाई किन झुक्काइयो र जीव बनाइयो? यसरी लक्ष्मणले प्रश्न गरिरहँदा रामजीले उत्तर दिनुभयो, थाहा भएन। यसरी हो उसरी भन्नुभयो, अज्ञानता भन्नुभयो, थाहा भएन। आमा यो प्रश्न नगर्नुहोस्। अब मैले हिजो एउटा दृष्टान्त दिएर सम्झाउने कोसिस गरेको थिएँ। नदीमा कसैले धक्का दियो भने, हो कसले धक्का दिएको भने चिल्लाउने होइन, सबभन्दा पहिलो काम के गर्ने भन्नुहोस् त? निक्लिने काम गर्ने हो कि होइन भन्नुहोस् न? संसारमा आइयो, बसियो, ठिक छ, अब किन गरियो, कहाँबाट बसियो, यो सबै चिज छोडिदिनुहोस्, अब चिन्तन नगर र लक्ष्मण। मलाई पनि थाहा छैन त्यो कुरा हो किन हामी संसारमा आयौँ। सुखात्मक संसारमा यो दुखात्मक जगत कसरी देखिन्छ? रस्सीमा सर्प देख्नलाई उत्रै देखिन्छ, तुला विद्या हुनुपर्दछ। रस्सीमा देखिन सक्ने भनेको कि त तपाईँले सर्प देख्नु होला, कि त माला देख्नु होला, कि त जलधारा देख्नु होला, कि त भूछिद्र देख्नु होला, कि त दण्ड देख्नु होला, यति इत्यादि चित्त देखिन्छ। त्यहाँ पर्वत देखिँदैन, त्यहाँ ठुलो रुख देखिँदैन, त्यहाँ ठुला ठुला हात्तीहरू देखिँदैनन् भने समान चिजको नै भ्रान्ति हुने भएको हुँदा सुखात्मक संसार परमात्मामा दुखात्मक संसार कसरी देखियो? यो प्रश्न हिजो हामीले बुझिरहेका थियौँ। यही प्रश्नसित जोडिएर आएको थियो। म हिजो सुखात्मक थिएँ, सद्घन थिएँ, चितघन थिएँ, आनन्दघन थिएँ, मलाई किन झुक्काएर, कुन अपराधमा झुक्काएर हो जीव बनाइयो? यो मूलको पत्ता नलागिकन अगाडि बढ्न राम्रो देख्दिनँ। त्यही भएर मूल पत्ता लाग्नु पर्दछ। मलाई किन झुक्काइएको थियो, कहाँ झुक्काइएको थियो, त्यो चिज नबुझिकन म अगाडि बढेँ भने फेरि पनि म झुक्किन्छु कि भन्ने डर लक्ष्मणलाई छ। बुझ्नुभयो? अहिले मान्नुहोस् न, तपाईँले आफै बसेर चिन्तन गर्नुहोस्। कुनै दिन त हामी सद्घन चितघन आनन्दघन परमात्मा नै थियौँ नि, होइन? पक्कै थियौँ कि कुनै अपराधमा हामीलाई के गरियो, जीव बनाइयो। अब त्यो रहस्य कुन अपराधमा जीव बनाइएको, त्यो रहस्य नबुझिकन अब फेरि हामी ब्रह्म बन्ने प्रयास गरिरहेका छौँ भने, फेरि त्यो अपराधमा जीव बनाइयो भने ब्रह्म बन्नु त बेकार हुन्न र? बुझ्नुभयो मेरो कुरो? फेरि ब्रह्म बन्नु बेकार हुन्छ कि हुँदैन? त्यही भएर त्यो चाबी, त्यो रहस्य उद्घाटन गरिदिनुपर्छ भनेर लक्ष्मणले, रामजीले त्यस्तो राम्रो वेदान्तको प्रवचन गरिरहँदा रोकेका छन् हो, अनि टोकेका छन्। कति राम्रो कुरा भन्दै हुनुहुन्थ्यो, यो तत्त्वमसीलाई अहम ब्रह्मास्मिमा कसरी ढाल्ने, यो प्रसङ्ग चलिरहँदा लक्ष्मणले भने, एवं विधे ज्ञानमये सुखात्मके कथम भवो दुःखमय प्रतीयते। यो लक्ष्मणको प्रश्न। ठिक छ, तपाईँले भन्नुहुन्छ ब्रह्म सुखात्मक छ, ज्ञानात्मक छ, आनन्द घन छ, सद्घन चितघन आनन्द घन उसैको नाम हो भने त्यो सद्घन चितघन आनन्द घनमा यो दुखात्मक संसार कसरी देखियो? चिनी नै चिनी हालेर बनेको चिज नुनिलो कसरी भयो? कि समस्या बुझ्नुभएको हो? अनरसा बनाउनुहुन्छ नि त, त्यो पिठीमा सक्दो चिनी हाल्नुहुन्छ, अझ भएन भनेर हाम्रो आमाले गर्नुहुन्थ्यो, माथिबाट चिनी चिप्काउनुहुन्थ्यो। खानुभएको छ तपाईँ? चिनी सक्दो हालेका हुन्छन् त्यसमा, पुगेन भनेर माथिबाट त्यो चिनी, त्यो सिङ्गो सिङ्गो चिजमा त चिनीका दाना दाना चिप्काएका हुन्छन्, हो कि होइन? अब त्यो कस्तो हुन्छ, सारैतिर चिनी बल्यो गुलियो हुन्छ कि नुनिलो हुन्छ भनिदिनुहोस्? गुलियो हुन्छ भने चारैतिर सुखै सुख रहेको परमात्माबाट बनेको जगत दुखात्मक कसरी भइदियो? प्रश्न बुझ्नु, कस्तो राम्रो प्रश्न छ। कि त परमात्मा दुखात्मक हुनुपर्छ, कि त परमात्मा दुखात्मक हुनुपर्छ, उसले बनाएको पदार्थ पनि दुखात्मक भयो, सुहाउँछ, नुनिलो हुन्छ, उसबाट बनेको पदार्थ नुनिलो हुन्छ, सुहाउँछ। तर चिनी नै चिनीबाट बनेको पदार्थ कसरी नुनिलो भइदियो? यो लक्ष्मणको प्रश्न हो। म हिजो सद्घन चितघन आनन्दघन हुँदा हुँदै मलाई यो दुखात्मक हो जीव किन बनाइयो?
दुःखमय जीव भनेर पहिले भन्नुभएको थियो। दुःखमय भवः प्रतीयते भनेर 36 नम्बरमै भन्नुभएको छ। एवं विधे ज्ञानमये सुखात्मके कथम भवः दुःखमय प्रतीयते। यो दुईटा प्रश्न जीवनमा बनाइराख्नुहोस् है आमा बुवा। के प्रश्न बनाउने? एउटा सुखात्मक परमात्माबाट दुखात्मक जगत कसरी बन्यो? अर्को मैले कुन अपराध गरेर मलाई जीव बनाइयो? मैले कुन अपराध गरेर मलाई जीव बनाइयो? अब कतै गरी म यस्तो रामगीता चिन्तन गर्दा गर्दै परमात्मा बनिहालेँ भने म अब फेरि जीव बन्दिन हो, यसको ग्यारेन्टी के छ? तपाईँ भन्नुहुन्छ स्वर्ग गइयो भने आउनुपर्छ, ब्रह्मलोक जानुभयो भने आउनु पर्न सक्छ, वैकुण्ठमा जानुभयो भने आउनु पर्न सक्छ, कैलाश जानुभयो भने आउनु पर्न सक्छ हो। के अरे तपाईँले साष्टी, सालोक्य, सामिप्य, सायुज्य मुक्ति पाउनु भयो भने नै आउनु पर्छ। तर सायुज्य मुक्ति पाउनु भयो भने आउनु पर्दैन भनेर भन्नुभयो, त्यसको ग्यारेन्टी कसले लिने? बुझ्नुभयो? लक्ष्मणले यसरी प्रश्न गरिरहँदा रामजी के भन्नुहुन्छ भने अज्ञानत अध्यासवशात् प्रतीयते हो। भगवान अर्जुनले पनि कृष्ण भगवानलाई एकदमै ठुलो प्रश्न गरेका थिए। हे भगवान, के हो यो मन नियमन गर्ने भन्नुहुन्छ? मन नियमन गर्नु के तपाईँको वशमा छ र? के तपाईँले सक्नु भएको छ र? मन नियमन गर्ने चिज हो र गर्ने हो? मन नियमन गर्ने चिज हो र? भगवानले नि भन्नुभएको छ मलाई पनि यसको उपाय थाहा छैन, तर लागिरह्यो भने हुन्छ, यति होइन? अभ्यास वैराग्याभ्याम तन्निरोध, यो योग सूत्रमा लेख्नुभयो। अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते। भगवानले के उत्तर दिनुभयो? लागिरह्यो भने एक दिन न एक दिन के हुन्छ? मन नियमन हुन्छ। लागिरह्यो भने एक दिन के हुन्छ? तिमी पनि तर्दछौ हो। तर त्योभन्दा ठुलो प्रश्न यहाँ उठ्दैछ। ठिक छ तरिएला, तरेपछि फेरि फसिँदैन, फेरि बल्झिँदैन, यसको ग्यारेन्टी के छ? यसको निश्चित उपाय के छ? भगवान बताइदिनु हो भन्दा रामजीले के भन्नुभयो भने सामान्य उत्तर दिनुभयो। यति ठुलो प्रश्न गरेका थिए, मलाई थाहा छैन। यो सामान्य उत्तर होइन, प्रश्न उत्तर होइन। लक्ष्मण अब यो संसारमा आइसकेका छौँ। हिजो हामीले बिट यहीँ मारेका थियौँ। आजसम्म हामीले रामगीता के गरेका रहन्छौँ? पाठ त गऱ्यौँ, नजाने कति पितृहरूलाई तार्यौँ, कहिले कसलाई बा बनाएर बनायौँ, उनलाई पनि तार्यौँ, नजाने कहिले कसलाई बा बनायौँ, उनलाई पनि तार्यौँ, नजाने कतिजना तार्यौँ, तर हामी आफै तर्या रहन्छौँ। भोटेले कयौँजनालाई तार्दछ, आफू वारी नै रहन्छ। त्यस्तै प्रकारले हामी पनि रामगीता पाठ गरेर आफ्ना पितृहरूलाई तार्दै 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 आयौँ, तर रामगीता श्रवण गरेर आफूलाई आजसम्म तारेका के चाहिँ गऱ्यौँ? अरूलाई तार्ने काम चाहिँ गऱ्यौँ हो। एउटालाई बा बनाउने अनि उसलाई तार्ने हो, अर्कालाई बा बनाउने अनि उसलाई तार्ने, तर आफू चाहिँ रामगीता सुनेर तर्ने चाहिँ गरेका रहन्छ। तरिका भए यहाँ यसरी तपाईँ मेरो गाली खानु पर्थेन, यो अप्ठ्यारो परिस्थितिमा यहाँ आएर बस्नु पर्थेन हो। तरिएको रहेनछ। यो ग्यारेन्टी के छ भने तपाईँले संसार देख्नु भएको छ। रागो लिङ्गम अबोधस्य भन्छ कि शास्त्र। तपाईँको हृदयमा अझ पनि वासना छ, रसभरी खाए आनन्दित हुन्छु हो, इत्यादि एउटा कर्म गरे म मुक्त हुन्छु, इत्यादि यो भने त मेरो सर्वस्व हुन्छ भन्ने अझ पनि तपाईँको मनमा छ भने तपाईँ अझै अबोध भनेको अज्ञानमा हुनुहुन्छ। रागो लिङ्गम, राग भने बुझ्नुहुन्छ चाहना, यति भए त पुग्छ, यति भए त हुन्छ भन्नुभएको छ भने हो। अबोधस्य यो तपाईँको चिन्ह हो, अज्ञानी हुनुहुन्छ यसो चिन्ह हो। त्यस्तै प्रकारले यहाँ भनिएको छ अज्ञानत। यो सबै भएको कसबाट हो आमा बुवा? अज्ञानबाट हो। नजानेर हामी वास्तवमा हामीलाई कसैले, यो सबैले सुन्नुभयो होला सायद,
माण्डुक्य कारिकामा एउटा अजातवाद भन्ने आउँछ, याद छ त बेलालाई? थाहा छ? अजातवाद भनेको थाहा पाउनुहुन्न? अलिअलि थाहा पाउनु। त्यही उत्तर दिने प्रयासमा हुनुहुन्छ कि राम? तिमी वास्तवमा दुःखमय संसारमा जन्मिएका भए कसरी भयो भनेर उपाय खोज्न हुन्थ्यो, रामजीले भन्दै। तिमी वास्तवमा दुखात्मक संसारमा जन्मिएका भए हो, कसरी जन्मियौ भनेर उपाय खोज्न हुन्थ्यो। तिमी बन्धनमा परेका भए बन्धनमा कसरी पर्यौ भनेर खोज्न हुन्थ्यो। तिमी बन्धनमा परेकै छैनौ। हिजो पनि तिमी बन्धनमा थिएनौ, आज पनि बन्धनमा, भोलि पनि बन्धनमा, तिमी बन्धनमा। तर एउटा चिज चाहिँ के भयो, म बन्धनमा छु भन्ने भ्रान्ति मात्रै हो, तिमी बन्धनमा परेका होइनौ। बुझ्नुभयो के भने मैले? तिमी बन्धनमा परेका होइनौ। यस्तो हुन्छ आमाको। यो घोडा बान्ने हुन्छ नि, घोडा गधा कसैलाई रस्सी सकियो भने के गर्छ भने उसले त्यो खुट्टो समातेर यसो बाँधेको चाहिँ गरेर यसो गरिदियो भने उसले आफूलाई बन्धनमा महसुस गर्छ अनि त्यहीँ बाँधिदिएर बसेको। भोलि बिहान आएर त्यो खुट्टो समातेर यसो 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 नगरेको सम्म ऊ हिँड्नेवाला त्यो बन्धनमा परेको हो कि बन्धनको अनुभव गरेको भनिदिनुहोस्। त्यसलाई बाँध्नलाई कुन रस्सी चाहियो ल भन्नुहोस् न, यति भनिदिनुहोस् अनि उत्तर मिल्छ क्या। त्यो गधालाई त्यो घोडालाई बाँध्नलाई कुन रस्सी चाहियो? प्लास्टिकको चाहियो कि हो, सुथरीको चाहियो कि परालको चाहियो कि घाँसको बाबियाको चाहियो कि कुन रस्सी चाहियो त भनिदिनुहोस् न, म यसको उत्तर दिन तयार छु। म बात दिएँ भन्ने भ्रान्ति मात्रै हो, तपाईँ बात दिनुभएको होइन आमाको। रामजीको उत्तर कति मिठो है। अजातवाद भनेको बुझ्नुहुन्छ? तपाईँ जन्मिएको होइन के? हे लक्ष्मण, तिमी जन्मिएका भए यो सबै प्रश्नको उत्तर मलाई दिनुपर्थ्यो, रामजी भन्नुहुन्छ। तिमी जन्मिएका भए ओहो सद्घन चितघन आनन्दघन परब्रह्म परमात्मा किन जन्मियो भनेर मैले प्रश्न गर्नु पर्थ्यो, प्रश्नको उत्तर दिनु पर्थ्यो। तर तिमी जन्मिएका, तिमी दुःखमा परेका मानेका चाहिँ भ्रान्ति चाहिँ पालेका हो। त्यही भएर अज्ञानतो ध्यास बसाद प्रतीयते पंक्ति लाग्यो। अब हामी जन्मिएका होइनौँ आमा। अजातवाद भनेको हामी जन्मिएकै होइनौँ। म कसरी बन्धनमा छु? यत्रो भनौँ न, अब लाखौँ जन्म हाम्रो भइसक्यो। हरेक एक जन्ममा कमसेकम 10-12 जना त तर्नु नै पर्छ क्या। 10-12 जना त तर्नु नै पर्छ एउटा सृष्टिमा कि बुवा। चिन्तन यसरी पनि गरौँ। एउटा ब्रह्मा तर्नुपर्छ, एउटा यम तर्नुपर्छ, एउटा इन्द्र तर्नुपर्छ। यो इन्द्रले उपदेश दिएका छन् ब्रह्म विद्याको, होइन? ब्रह्माजीले ब्रह्म विद्याको उपदेश दिनुभएको छ नि। यमराजीले ब्रह्म विद्याको उपदेश दिनुभएको छ नि। जसले ब्रह्म विद्याको उपदेश दिएका छन् यी सबै एक कल्पमा के हुन्छन्? 10-12 जना त कमसेकम भने द्वादशैते बिजानीम, भागवतले त 12 जना हुन् भनेर भन्छ। यो 12 जना त तर्नु नै पर्छ। एउटा सृष्टिमा कतिजना तर्नुपर्छ एउटा हिसाब है, एउटा ठ्याक्कै नमान्नु होला। 12 जना कल्पना गर्नु। अनन्त सृष्टिमा हरेक सृष्टिमा 12 जना तरे भने मेरो पालो आएन होला आमा बुवा? भन्नुहोस् न, म पनि त तरेँ होला। यदि म तरेको छैन भने अनन्त सृष्टिको खण्डन भयो कि अनन्त सृष्टि भन्न पाइँदैन। किन मेरो पालै आएको रहन्छ, अनन्त गाडा भयो। अनन्त हुनका लागि त 12 जना भित्र म पनि पर्नु परेको परेन भन्नुहोस् त। हो, त्यही भएर हामी सबै के हौँ? मुक्त हौँ, बन्धनको अनुभव गरेका मात्रै हौँ। यसरी आफूलाई चिन्तन गर्नुभयो भने कुनै पनि प्रकारका प्रश्न उठ्दैनन् र प्रश्नको उत्तर पनि दिइरहनु पर्दैन। अब हेर्नुहोस् है, रस्सीमा सर्प बनाउनलाई के सामग्री चाहिन्छ आमाको? वास्तविक सर्प बनाउनका लागि अब धेरै चिज चाहिन्छ है। अब त्यो ठ्याक्कै नभनौँ, बाआमा चाहिए, रजबिरिय चाहियो, के चाहियो। तर रस्सीमा सर्प बनाउन बाआमा, त्यसका सर्पका बाआमा चाहिन्छन् भन्नुहोस् त। रजबिरिय चाहिन्छ भन्नुहोस् न। हो, सिपीमा चाँदीको भ्रान्ति हुन्छ वेदान्तीहरूलाई। सिपी भनेको बुझ्नुहुन्छ? समुद्रको किनारामा चाँदी जस्तो टल्किने कुनै पदार्थ।
हो हो चाँदीको भ्रान्ति हुन्छ। त्यहाँ चाँदी बनाउनलाई केही चाहिन्छ कि चाहिन्छ? चाहिँदैन। त्यस्तै प्रकारले हो यो संसारमा हामी बनेका हौँ, हामी बन्नका लागि त्यस्तो केही ठोस उपाय चाहिँदैन। उपाय नचाहिने भएको हुनाले यो प्रश्नै बन्दैन। किनकि हामी जन्मिएका भए प्रश्न बन्थ्यो, नजन्मिएको हुनाले प्रश्न बन्दैन। त्यही भएर रामजी भन्दै हुनुहुन्छ अज्ञानतो ध्यासवशात् प्रतीयते। हो आमा बुवा, हामी अज्ञानको कारणले आफूले आफूलाई जन्मिएको मानेका हौँ। अज्ञानको कारणले आफूले आफूलाई बन्धनमा को अनुभव गरेका हौँ। अज्ञानको कारणले हो यो सांख्य दर्शन चिन्तन गरिरहेको थिएँ कि म। पुरुषको मुक्ति कसरी हुन्छ, पुरुषको मुक्ति कसरी हुन्छ खुब चिन्तन छ। अन्तिममा आएर चिन्तन गर्छ न पुरुष बन्धनमा परेकै छैन, कहाँ मुक्त हुने? प्रकृति बन्धनमा परेको प्रकृतिको मुक्ति गर्ने हो, पुरुषको मुक्ति गर्ने होइन भने प्रकृतितिर मुक्तिको कुरा झर्छ कि। पहिला चाहिँ पुरै सांख्यकारिका तपाईँले चिन्तन गर्नुभयो भने आधा भन्दा के 90% सांख्यकारिकामा पुरुषको मुक्तिको कुरा हुन्छ। अनि त्यहाँबाट चिन्तन आउँछ, चिन्तनमा यस्तो चिन्तन आउँछ पुरुष त मुक्त हुनै पर्दैन, ऊ त सधैँ मुक्त छ। अनि कसको मुक्तिको कुरा हुँदैन आजसम्म भन्दाखेरि अद्धा शब्द प्रयोग गरिएको छ। झुक्किएर पुरुष भनिएको रहेछ, भन्नुपर्ने प्रकृति रहेछ। प्रकृतिको मुक्तिको कुरा हो, पुरुषको मुक्तिको कुरा। त्यस्तै प्रकार तपाईँको मुक्तिको कुरा होइन, तपाईँभित्र रहेको अज्ञानको मुक्तिको कुरा हो, तपाईँभित्र रहेको भ्रान्तिको मुक्तिको कुरा हो। म बन्धनमा छु, यो भ्रान्ति पाल्नु भएको छ, यसलाई मैले टुटाउने हो रामगीताले। तपाईँलाई मुक्त रामगीताले गराउने होइन आमा बुवा। मैले तपाईँलाई मुक्ति गराएँ भने त फेरि त्यो हट्दछ, कोही जन्मियो भने त मर्दछ। त्यस्तै प्रकारले मैले तपाईँलाई मुक्ति दिएँ भने त त्यो टुट्दछ। त्यही भएर मैले मुक्ति दिने होइन है आमा बुवा, रामगीताले मुक्ति दिने होइन है आमा बुवा। के गरिदिने हो? म मुक्त छैन भन्ने यो भ्रान्ति छ नि, सकृदेव बद्धेन मनसा बद्धः मुक्तो मुक्तेन चेतसा न बद्धः न च मुक्तोयम इति वेदान्त निश्चय। वेदान्तले के भन्छ भने बद्धेन मनसा बद्ध, तपाईँको मनमा बन्धन छ भने तपाईँ बन्धनमा पर्नु भयो। के बुझ्नु भएन मेरो कुरा? मनमा बन्धन छ भने तपाईँ बन्धनमा पर्नु भयो। मुक्तो मुक्तेन चेतसा, चित्त भनेको मन नै भनिन्छ। यदि मनबाट मुक्त हुँ भन्नुभयो भने आजै मुक्त हुनुभयो कि अब मुक्ति हुनको लागि के गर्नुपर्ने छँदै छैन। तपाईँ वास्तवमा बन्धनमा परेका भए पो मुक्ति हुनका लागि प्रयास गर्नुपर्ने थियो। म बन्धनमा छु भन्ने भ्रान्ति पाल्नु भएको छ। जुन दिन भ्रान्ति टुट्यो त्यो दिन तपाईँ हिजो पनि मुक्त हुनुहुन्थ्यो, आज पनि मुक्त हुनुहुन्छ। त्यही भएर बद्धेन मनसा बद्ध अर्थ लाग्यो मुक्तो मुक्तेन चेतसा न बद्ध न च मुक्तोयम। ऊ बन्धनमा परेको छैन। बन्धनमै नपरेको मान्छे मुक्त हो भन्न पनि पाइँदैन। जेलमै नगएको मान्छे छुट्यो भन्न पनि पाइँदैन। कसलाई छुट्यो भन्न पाइँदैन? जेलमा छुट्नका लागि जानुपर्छ, जेलमा जानुपर्छ। जेलमै जानुभएको छैन भने छुट्नुहुन्छ। त्यही भएर न बद्ध न च मुक्तोयम इति वेदान्त निर्णय। यो वेदान्तको निर्णय हो। त्यही भएर यहाँ रामजी सम्झाउँदै हुनुहुन्छ अज्ञानतो ध्यासवशात् प्रतीयते। आमा बुवा, अज्ञानका कारण देखिएको मात्रै हो है। बन्धनमा परेको, म ज्वाइँ बनेको, ससुरो बनेको हो, छोरो बनेको, यो सबै कसका कारण देखिएको? अज्ञानका कारण। अनन्त जन्ममा तपाईँले एउटा संस्कार बनाउनु पाउनुभयो। एकचोटि ज्वाइँ बन्न पाए त भन्नुभएको थियो, त्यो संस्कारको आज पूर्ति गर्दैछु ज्वाइँ बन्या झैँ गरेर। देवदत्तलाई राम हुने मन लाग्यो, देवदत्तलाई के हुन मन लाग्यो? राम हुन मन लाग्यो। के गर्छ ऊ? बजारमा जान्छ, मुकुट किन्छ, धनुष किन्छ, तदनुको कपडा लाउँछ, तिलक लगाउँछ अनि राम बने भन्दै ऊ राम बनेको हो र? होइन नि। तपाईँलाई अब जन्माष्टमी आउँदैछ, छोरालाई कृष्ण बनाउनु मन लाग्यो कि हात्नुहुन्छ नि? 7औं दिनमा त्यसलाई विष पनि खुवाउनु परेन, पुतना मार्न पनि परेन, अब के गर्नै परेन। के गर्नुभयो? बजारमा जानुभयो, बाँसुरी किन्नुभयो, 2-4 सयका कपडा साडा, 2-4 हजारकै कपडा सपडा किनेर ल्याउनु भयो, लगाइदिनु भयो। तपाईँको छोरो कृष्ण भयो कि भएन?
भयो नि कृष्ण के हार्नु पर्दो रहेछ कृष्ण बनाउनका लागि न त सातौं दिनमा विष पान गर्न पर्यो न त पुतना मार्न पर्यो न त तृणावर्त न त बकासुर अगासुर कसैलाई मार्नु पर्यो तपाईँको छोरालाई कृष्ण बन्नका लागि पर्यो। त्यस्तै प्रकारले हामी पनि जीव बन्ने एउटा संस्कार पालेर बसेका थियौँ त्यही भएर जीव बनिएको। के भएर जीव बनिएको भन्नुहोस् त यो झुठो जीव हो क्या हाम्रो जीव। हाम्रो जीव कस्तो हो एउटा पौण्ड्रिकको कथा आउँछ नि भागवतमा याद छ तपाईँहरूलाई पौण्ड्रकको उनी कृष्ण जस्तै बन्नका लागि मिसिनबाट चल्ने दुईटा हात जोडे क्या खड्का दबाएका ऊ चक्र पनि घुम्न थाल्यो वास्तविक कृष्ण म हुँ भन्दै चित्कार गर्न थाले। त्यस्तै प्रकारले म वास्तवमा ज्वाइँ हुँ मेरो किन सम्मान भएन भनेर ऊ चित्कार गरेको छ वास्तवमा ऊ ज्वाइँ होइन। तपाईँको छोरो कृष्ण बनाइएको हो त्यो बनेको होइन के। त्यस्तै प्रकारले अज्ञानतो ध्यासवशात् प्रतीयते अज्ञानमा हुनुहुन्छ भने सबै देखिन्छ। अध्यासवशात् अध्यास भनेको अस्ति पनि भगवानले सम्झाउनु भएको थियो मलाई एकदम त्यो पंक्ति मनपर्छ यावद् भवेत् तावत् असौ भवद भव जहिलेसम्म यो 33 नम्बरको अन्तिम लाइन छ यावद् भवेत् तावत् असौ भवद भव जहिलेसम्म यो रहन्छ त्यो दिनसम्म संसार बनिरहन्छ। जहिलेसम्म अध्यास रहन्छ त्यो बेलासम्म अज्ञान भइरहन्छ। अध्यासको बलले अज्ञान हुने हो। कसको बलले अध्यासवशात् भने अध्यासको बलले के हुन्छ अज्ञान हुन्छ। के भने अज्ञान हुन्छ। एउटा गलत संस्कार पालेर हिँड्नु भएको थियो कि चितवनतिर सर्प हुन्छ आमा बुवाले काठमाडौँको मान्छे हो चितवनमा नगए अँधेरोमा नहिँडेस् भनेर पठाइदिनु भएको थियो। अँधेरोमा हिँड्न पर्यो कोठामा जान पर्यो आमा बुवाले भनिरहनु भएको थियो कतै सर्प त छैन कतै सर्प त छैन कतै सर्प त छैन भन्दै गएको थियो। त्यही भएर सर्प देखिएको खरखर त हिँडेका सर्प देखिँदैन। आमा बुवा के बोकेर गयो भन्नुहोस् न। आमा बुवाले चितवनतिर सर्पै सर्प हुन्छ रातिमा नहिँडेस् ख्याल गरेस् भनेर पठाउनु भएको थियो। अँधेरोमा कोठामा जान परेको छ कतै सर्प त छैन कतै सर्प त छैन कतै सर्प त छैन कतै सर्प छैन भन्दै हिँडेको थियो। त्यही भएर के देखियो मेरो त्यो भित्र सर्प हुनुपर्छ यता सर्प हुनुपर्छ यो चितवन भन्ने ठाउँ हो यहाँ सर्प हुनुपर्छ भनेर रड्दै हिँडेको थियो। त्यही भएर के देखिएको भन्नुहोस् न। केही चितवनको मान्छेलाई सर्प देखिँदैन के। चितवनका मान्छेलाई भनौँ एउटा दृष्टान्त काठमाडौँको मान्छेलाई त्यो संस्कार परेको हुनाले उसले के देखेको हो यस्तो हुनुपर्ने यस्तो हुनुपर्ने यस्तो हुनुपर्ने भन्दै संस्कार पालेर गएको थियो अनि त्यस्तै देखिन्छ। के भने मैले तपाईँले जस्तो संस्कार पाल्नु भएको छ त्यस्तै देखिन्छ। अब मैले अलि अस्ति एउटा दृष्टान्त दिने कोसिस गरेको थिएँ। जङ्गलमा एकान्तमा एकजना व्यक्ति बसेको रहेछ बाटोबाट हिँड्ने मान्छे नाना प्रकारका मान्छे थिए सबैले आफ्नो अनुकूलको व्याख्या गरे के। एकान्तमा पहिला पहिला तपाईँलाई थाहा हुन्न होला थाहा पाउनुहुन्छ होला बर पिपलका बुट्टा पिपल के अरे एउटा भनौँ न चौतारी बनाएर राखिन्थ्यो। चौतारीको एउटा कुनामा सुनसान ठाउँमा बसिरहेको थियो। बाटोबाट हिँड्ने मान्छेले एउटाले के भन्यो म जस्तै चोर होला भन्यो। के भन्यो चोर्नलाई बसेको हो। अर्को ठाउँमा गएर ऊ बस्यो। अर्काले के भन्यो म जस्तै साधक होला भन्यो। के भन्यो भन्नुहोस् न। एकान्त प्रेमी होला साधना गरिरहेको छ भजन गरिरहेको छ भन्यो। म जस्तै घरमा परेशान भएर आएर बसेको होला इत्यादि। जस्तो आफूभित्र छ त्यस्तै संसार देखिन्छ। के भने मैले जे खाएर आउनु भएको छ त्यही त्यसको गन्ध आउँछ आउँदैन भन्नुहोस् हो। त्यही भएर मुला खाई बन बस अदुवा खाई सभा बस भन्छन्। भित्र तपाईँले के भर्नु भएको छ त्यो निक्लिन्छ। त्यही भएर अध्यास नगर्नुहोस्। के नगर्नुहोस् अतस्मिन् तद्बुद्धिलाई अध्यास भनिन्छ। भगवान् रामले आफै सम्झाउँदै हुनुहुन्छ। त्यही भएर मैले ठुलो व्याख्या गरेको छैन म त एउटा भूमिका बाँध्दैछु यहाँ हो। हामी
दुई तीनटा यहाँ प्रसङ्ग सकिसकेका छौँ। शरणागति कसरी हुने तत्त्व जगनबाट 6 नम्बरको श्लोक सुन, 5 नम्बरको श्लोक सुन। शरणागत भइसकेपछि कसको शरणमा गएर उपदेश दिने भन्दा 6 नम्बरको श्लोक। रामजी पनि सर्वसम्मत रामजीले पनि हे लक्ष्मण मलाई यस्तो लाग्छ भनेर उपदेश दिनु भएन। श्रुति प्रपन्न भनेको वेदको शरणमा गएर उपदेश दिनुभयो। अगाडि वेदको पुस्तक खोलेर अनि बल्ल उपदेश दिनुभयो। कसले पनि भन्नुहोस् न, राम भगवानलाई के जरुरत थियो वेदको पुस्तक खोल्नु पर्ने थियो? तर पनि रामजीले के गर्नुहुन्छ, अगाडि पुस्तक नराखिकन, अगाडि वेद नखोलिकन लक्ष्मणलाई उपदेश दिँदै दिनु हुँदैन। श्रुति प्रपन्न यो 6 नम्बरको। 7 नम्बरको श्लोकबाट हामीभित्र रहेको एउटा अज्ञानतालाई चिर्ने कोसिस गर्नुभयो, जो लामो परम्परादेखि चलिआएको थियो। त्यो 22 नम्बरको श्लोकसम्म चल्यो है। 23 नम्बरको श्लोकमा अज्ञान चिरिसकेपछि के गर्नुपर्छ, श्रद्धान्वित भन्ने। त्यही होइन 23 नम्बर होइन रे, 23 नम्बर। अनि 24 नम्बरमा श्रद्धान्वित भन्ने। अनि 25 नम्बरबाट तपाईँलाई वास्तवमा जान्नुपर्ने के हो त्यसलाई सम्झाइयो। तत्त्वमसीलाई जान्नु पर्दछ भनेर। कतिवटा श्लोकमा सम्झाइयो? 3टा श्लोकमा है, 25, 26, 27। अनि त्यसपछि 28बाट हामीलाई एउटा प्रयास गराइराखिएको छ। तत्त्वमसीलाई मात्रै समातेर बसेर हुँदैन, त्यसलाई के बनाउनु पर्छ? अब त आफै भन्नुहोस्। तत्त्वमसीलाई के बनाउने? अहम ब्रह्मास्मि। दासोहमलाई के बनाउने? त्यो मूर्तिलाई दुध दही घिउ महले रगडेको किन हो? शिवलिङ्ग बनाउन। भन्नुहोस् न, त्यो मूर्तिलाई कुनै मूर्ति ल्याउनुहुन्छ नि, ब्रह्मा विष्णु महेश जाता देवता देवी जसको पनि मूर्ति ल्याउनु भएको छ, बिहान उठेर के गर्नुहुन्छ? दुध दही घिउ महले रगडे गर्नुहुन्छ। जति बेरसम्म घिच्नुभयो त्यति राम्रो मानिन्छ। त्यो घिसेको किन भन्नुहोस् न? त्यो रगड्दै त्यो बुझिँदै त्यो आकृतिहरू निप्ने भने बुझ्नुहुन्छ? आकृतिहरू विलय हुँदै के बनोस्? के बनोस्? कहाँबाट बनेको? शिवलिङ्गबाट बनेको। अनि फेरि त्यो साधना गर्दा के भन्छ? त्यो शिवलिङ्ग बन्दछ। त्यस्तै प्रकारले अब यो अहम ब्रह्मास्मिलाई यसरी तत्त्वमसीलाई यसरी रगड्ने आमा बुवा हो, यसरी रगड्ने हो। रगड्दै के बनोस्? भन्नुहोस् न, अहम ब्रह्मास्मि। त्यो बनाउनका लागि हामी प्रयास गरिरहेका। यो बनाउनका लागि सबभन्दा पहिला निक्लिने स्थूल शरीरबाट हो। कसबाट निक्लिने? स्थूल शरीरमा बाँधिनु भयो भने सबै नातो गोतो सबै बनिरहन्छ। बा भन्नु पर्यो, आमा भन्नु पर्यो, डाक्टर आए ढोग्नु पर्यो, वैद्य आए पनि नमस्कार गर्नु पर्यो, धनी आए पनि भन्नु पर्यो हो। सबैलाई नमस्कार गर्नु पर्यो। कसलाई? स्थूल शरीरमा आसक्त हुनुभएको छ भने स्थूल शरीरबाट निकाल्ने भगवान् रामले प्रयास खुब गर्नुभयो। हिजो त यहाँसम्म भन्नुभएको थियो, शुभ्र वस्त्र सेतो कपडा शरीरमा छुवाइदिने भने मलिन हुन्छ। त्यस्तो शरीरलाई किन आग्रह गरिरहेका छ? अन्न राख्ने धेरै भाँडाहरू छन्, सबभन्दा धेरै छिटो कुहाउने भाँडा भनेको यो हो कि होइन भन्न? भकारीमा राख्नु भने वर्ष दिन 2 वर्ष चल्छ होइन कि चल्दैन? धान राख्नुभयो भने 12-15 वर्ष चल्छ आमा बुवा। त्यो माथि अलिकति निमपत्ता हाल्नुहोस्, अनि गाईको गोबर ल्याएर सट्ट त्यो भकारीलाई चारैतिर लिपिदिनुहोस्, 10-12 वर्ष केही हुँदैन। चामल बनाउनु भने 1 वर्षसम्म रहन्छ हो। यो निमको पत्ता ल्याउनुहोस्, त्यो चामलभित्र हालेर राख्नुहोस्, 1 वर्षसम्म केही गर्नै पर्दैन हो। यहाँ राख्नु भने यति चल्छ, यहाँ राख्नु भने यति चल्छ। सबभन्दा छिटो कुहाउने भाँडो भनेको के हो? ओके हो भन्नुहोस् न। बिहान कति मिठो भोजन गरेका थियौँ, बेलुका निक्लिने बेला कति बदबुदार भएर निक्लिन्छ, हो कि होइन भन्नुहोस् त? हो कि होइन भन्नुहोस् न? भनौँ त हाम्रो ठाउँमा छ सबभन्दा छिटो कुहाउने भाँडो होइन? यो के भन्छ नि, आजभोलि एउटा ऊ आउँछ कि फोहोर फ्याल्ने, अनि त्यसलाई चाहिँ मल बनाउने के आउँछ रिसाइकल भन्छ। यो घरको तपाईँको कुहिने फोहोर त्यसमा हाल्नुभयो भने माताजीले त ड्रममै राख्नुहुन्छ, ड्रमबाटै बनाउनुहुन्छ होइन। यस्तो भाँडो आउँदो रहेछ आजभोलि हो। त्यस्तै केही भन्छ, त्यस्तै भाँडो हो कि पनि हो। अस्तो राम्रो, उसले नराम्रोलाई मल बनाउँदछ, यसले त राम्रोलाई नराम्रो बनाउँछ। अस्तो
चन्दन लगाइएको थियो, एकदमै राम्रो चन्दन घिसेर त्यसमा अझ कपुर हालेर, सेतो कपुर हालेर शुद्ध बनाएर लगाएको चन्दन हो। एकैछिन पसिना ससिना आयो भने त्यो चन्दन यसरी निकाल्नु भयो भने मलिनो भएर निक्लिन्छ। कसरी निक्लिन्छ? त्यस्तो शरीरमा धेरै आसक्त नहुनुहोस्। हिजो रामजीले सम्झाउँदै हुनुहुन्थ्यो, अब सूक्ष्म शरीरबाट निक्लिनुहोस्, कारण शरीरबाट निक्लिनुहोस्, 5वटा कोषबाट निक्लिनुहोस्, 3 प्रकारको बुद्धि मतलब अवस्थाबाट निक्लिनुहोस्, यहाँसम्म कि जीवात्माबाट नि निक्लिनुहोस्। कसबाट निक्लिनु? आफूलाई जीव नमान्नुहोस्। घाटा लाग्छ तपाईँलाई? आफूलाई बुहारी मान्दा उनलाई कति घाटा लाग्यो? हिजो छोरी मान्दाखेरि आनन्दित थिएन हो, जस्तो लगाए पनि भएको थियो, जतिखेर उठे पनि भएको थियो। आज आफूलाई बुहारी मान्ने बित्तिकै कपडा पनि ढङ्गसित लाउनु पर्यो, हो कि होइन भन्नुहोस्? बिहान सबभन्दा छिटो उठ्न पर्यो, दैलो पोत्न पर्यो। आजले त परम्परा छैन होला। यो के मानेर भएको भन्नुहोस् न? आफूलाई बुहारी मानेर समस्या भएको कि आफूलाई छोरी मान्दाखेरि केही समस्या थियो? बा आमाहरू उठ्न उठ भन्दा पनि उसिरेक तानेर सुतिराख्ने छोरी आज अलिकति ढिलो हुन्छ कि भनेर हो, राति 3 बजे 2 बजे नै उठेर हिँडिरहेकी हुन्छ। के भएर? किन हो भनिदिनुहोस् त मलाई। आज बुहारी भयो। हिजो केटाकेटी हुँदाखेरि, छोराछोरी नजिउँदा, विवाह नहुँदा मस्तीसित रहेको व्यक्ति आज विवाह हुने बित्तिकै म श्रीमान हुँ भन्छ, अनि त्यसपछि दुःख पाउन सुरु गर्छ। म बा हुँ भन्छ, अनि दुःख पाउन सुरु गर्छ, हो कि होइन? आफूले आफैलाई मानेर दुःख पाउनु भएको आमा बुवा, वास्तवमा तपाईँले दुःख पाएको होइन। त्यही भएर जीवबाट पनि निक्लिनु पर्छ। यस्तो आत्मालाई पाउनु पर्दछ जो कहिले मृत हुँदैन। यसरी 35 नम्बरको श्लोक होइन, नेति प्रमाणेन रामजीले यहाँ प्रयास गर्नुभएको छ। अब हाम्रो यो शास्त्रीय विधिमा के छ भने दण्डात्मक सन्यास लिनका लागि विधि हेर्नुपर्छ, त्यागात्मक सन्यास लिनका लागि विधि हेर्नु पर्दैन भन्छ नि। यो परम्परा छ, तर रामजीले त्यो परम्परालाई फलो गर्नु भएन, मान्नु भएन। रामजीले कति परम्परालाई ध्वस्त गर्दै आउनुभएको छ। रामजीका पहिला सबैले 2-4 वटा विवाह गर्ने परम्परा थियो। रामजीले मरे नि मान्नु भएन होइन। सीताको त्याग भइसकेपछि यता महायज्ञको मतलब अश्वमेध यज्ञको आयोजना गर्नुभयो। सबैले रामजीले अश्वमेध यज्ञ होइन अर्को विवाह गर्न खोजेका हुन् भने, अब विवाह अर्की श्रीमती नभइकन अश्वमेध सम्पन्न हुँदैन भन्दा कयौं प्रयास गर्दा पनि ऋषिहरूले, गुरुहरूले, आचार्यहरूले सबैले सम्झाउँदा पनि रामजीले बरु यज्ञ गर्दिन, अरू केही उपाय छ भने खोज्नुहोस् न, बरु यज्ञ गर्दिन, म विवाह गर्दिन भनेर बस्नुभएको कि। त्यस्तो रामजीले आज एउटा परम्परा अर्को परम्परा तोड्दै हुनुहुन्छ। हामीहरू सधैँ के भन्ने गर्छौँ भने दण्डात्मक सन्यास लिनका लागि विधिवत गर्नुपर्छ। दण्डात्मक सन्यास भन्ने भन्नुहुन्छ शङ्कराचार्य भगवान हामीलाई नि दण्डात्मक सन्यास भन्छ नि। दण्डात्मक सन्यास भनेको त्यो एउटा विधि पुरै पुरा गरेर अनि बल्ल तपाईँ के गर्नुपर्छ, दण्डात्मक हामी जस्तो सन्यासी भनिन्छ। तर परीक्षित जस्तो सन्यासी बन्नका लागि केही विधि छैन। कस्तो सन्यासी बन्नका लागि? परीक्षित पनि सन्यासी हुन् के, किनकि सन्यासी नभइकन ज्ञान पाइँदैन शास्त्र भन्छ। ज्ञान फल्दैन शास्त्र भन्छ। ज्ञान मात्रै सर्वाश्रमेणाम अधिकार किन्तु सन्यास निष्ठा एव ब्रह्म विद्या मोक्ष साधनम। यसको अर्थ के हो भने बुवा, ज्ञान त सबैले सुन्न सक्छ, त्यो फलीभूत त्यही हुन्छ जो सन्यासी छ। परीक्षित यदि सन्यासी छैनन् भने कसरी फलीभूत भयो? त्यही भएर परीक्षित पनि सन्यासी हुन्। कस्ता सन्यासी हुन्? तिनी दण्डात्मक होइनन्, त्यागात्मक सन्यासी हुन्। तिनी शारीरिक सन्यासी होइनन्, तिनी मानसिक सन्यासी हुन्। हामी के भन्ने गर्छौँ भने शारीरिक सन्यासका लागि धेरै विधि गर्नुपर्छ, तर मानसिक सन्यासका लागि कोही विधि गर्नु पर्दैन। होइन र छैन भन्दै हुन्छ भन्दथ्यौँ। रामजीले भन्नुभयो होइन, त्यसरी हुँदैन। नेति प्रमाणेन निराकृताखिलो भगवानले भन्नुहुन्छ। त्यो वेद छोडेर मनमानी गरेर त्यागात्मक सन्यास पनि लिन पाइँदैन। जसरी वेदमा आबद्ध भएर दण्डात्मक सन्यास लिइन्छ, शरीर सन्यास बनाइन्छ, शारीरिक सन्यास बनिन्छ, त्यस्तै प्रकारले मानसिक सन्यास बन्नका लागि पनि विधिलाई फलो गर्नुपर्छ। केलाई फलो गर्नुपर्छ?
कुन विधि हो त नि त्यागात्मक सन्यास लिने भन्दा नीति प्रमाणेन। के प्रमाणले? नीति प्रमाणबाट तपाईँले त्यागात्मक सन्यास हुन सक्नुहुन्छ। दण्डात्मक सन्यास हुनलाई नीति प्रमाण होइन, त्यहाँ त जौ चाहिन्छ, कुश चाहिन्छ, दुबो चाहिन्छ, घिउ चाहिन्छ, हवन गर्नुपर्छ, दण्ड चाहिन्छ, यो चाहिन्छ, हु चाहिन्छ, सबै चिज चाहिन्छ वस्तु सन्यासी बन्नका लागि, दण्डात्मक सन्यास बनाउनका लागि। तर त्यागात्मक सन्यासी बन्नका लागि मनमानी त होइन, तर शास्त्रीय विधिले नै हिँड्नुपर्छ। कुन विधिले हिँड्नुपर्छ? नीति प्रमाणेन। कस्तो मिठो भनिदिनु है, नीति, यो न इति। धेरै हुनुहुन्छ, हुनुहुन्छ ठ्याक्कै नाम लिएर भन्नु त गाह्रो हुन्छ। त्यस्ता धेरै हुनुहुन्छ। गलेश्वर बाबा नै उहाँले नाम दिनुभयो। ठ्याक्कै दण्डात्मक सन्यास नलिएर पनि सिद्ध महापुरुषहरू धेरै हुनुहुन्छ। अस्तु, त्यही भएर अस्तु के नीति, तर कुन प्रमाण चाहिँ समात्नुपर्छ ल भनिदिनुहोस् त। यो जान्नुपर्ने कुरा, त्यही भएर म सम्झाउँदैछु। हाम्रो सन्यास पनि धेरै प्रकारका हुन्छन्। कुटीचक हुन्छ, बहुधक हुन्छ, हंस हुन्छ, परमहंस हुन्छ। मैले अलि अस्ति चिन्तन गरिसकेको छु। तर यो त्यागात्मक सन्यास हुन्, ती सबै दण्डात्मक सन्यासका विधि हुन्। ती शरीर सन्यास बनाउनका लागि हो। तर मन सन्यासी बनाउन चाहनुहुन्छ भने एउटा मात्रै प्रमाण, एउटा मात्रै काम गर्न जरुरी छ। अब ओमको सहारा नलिनुहोस्, नीतिको सहारा लिनुहोस्। अब अध्यारोपको सहारा नलिनुहोस्, अपवादको सहारा लिनुहोस्। अब सृष्टिको होइन, अब लयको सहारा लिनुहोस्। के को सहारा लिने? सृष्टिको सहारा लिनुभयो भने तपाईँ त्यागात्मक सन्यासी बन्न सक्नु हुँदैन। लयको सहारा लिनुहोस्। आकाशबाट वायु, वायुबाट तेज, तेजबाट होइन के अरे जल, जलबाट पृथ्वी बनाउनु भयो भने तपाईँ त्यागात्मक सन्यासी होइन। के गर्नु? पृथ्वीबाटलाई जलमा, जललाई तेजमा, तेजलाई वायुमा, वायुलाई आकाशमा, आकाशलाई ब्रह्ममा विलय गर्दै जानुभयो भने त्यसलाई के भन्दछन् भने लय प्रकृति। त्यसलाई भन्छन् त्यागात्मक सन्यासी। त्याग गर्दै जानुभयो। घरको 2 बिघा जग्गा मात्रै त्याग्ने होइन क्या आमा बुवा, त्याग्ने हो भने पुरा पृथ्वीलाई जलमा त्यागिदिनुहोस् के। मैले अहिले अस्ति सम्झाएको थिएँ नि हजुरलाई, जति पनि माटाका भाँडा छन् तिनलाई पृथ्वीमा जलमा हवन गरिदिने हो। जति पनि काठका भाँडा छन् तिनलाई अग्निमा हवन गरिदिने हो। जति पनि चाँदी, सुन चाँदी, पित्तल आदिका भाँडाहरू छन् तिनलाई गुरुहरूलाई हवन गरिदिनु हो। अनि जलमा गएर होइन, अब 3 प्रकारको मन्त्र बोलेर, यहाँ ठ्याक्कै किन भनौँ, 3 प्रकारको मन्त्र बोलेर स्वाहा 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 गर्नुभयो भने तपाईँ सन्यासी बनिहाल्नु भने के गर्नुपर्छ सन्यासी बन्नका लागि हो। त्यही भएर नीति प्रमाण मेरो होइन, यो परमात्माको हो। मलाई उपभोग गर्न दिएको भनेर भोग गर्नुभएको छ भने कुनै टाउको दुखाइ हुँदैन आमा बुवा। आफ्नो मान्नुभयो भने दुःख पाइन्छ। ईशावास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत् तेन त्यक्तेन भुञ्जीथा मागृदः कस्य सिद्धनम्। शास्त्रले हाम्रो उपदेशको पहिलो मन्त्रले हामीलाई उपदेश दिइरहेको छ के भोग मस्तीसित भोग। तर के भन्दै भोग? त्यक्तेन भुञ्जीथा, त्याग गर्दै भोग गर। के भने मैले? खानुहोस्, मिठो मिठो खानुहोस्, खोजी खोजी खानुहोस्, राम्रो घरमा बस्नुहोस्, राम्रो व्यवस्था लिनुहोस्। तर के भन्दै? यो परमात्माको हो भन्दै। के भन्दै भन्नुहोस् न? के भन्दै भन्नुहोस्? आमा बुवा तपाईँ देवघाट जानुभयो मान्नुहोस्, एउटा सार्वजनिक गाडी हुन्छ, याद छ तपाईँ? त्यसमा जानुभयो, कहिलेकाहीँ आफ्नो प्राइभेट गाडी लिएर जानुभयो। बाटा गएर गाडी बिग्रियो भने सार्वजनिक गाडीमा जानुभएको छ भने लडाइँ गरेर हे भाडा काटेर भाडा दे भनेर अर्को गाडीमा चढेर जानुहुन्छ कि हुन्न? राम्रो भयो यो गाडी बिग्रिएर, खचरो थियो हो, दुखै दिएको थियो, बस्ने सिट पनि मिलेको थिएन हो, राम्रो पनि थिएन भन्दै खुसी भएर अर्को गाडीमा चढेर जानुभयो। कसको गाडीमा जाँदा भन्नुहोस् त? सार्वजनिक भन्छ होइन त्यसलाई? नेपालीमा के भन्छ? सार्वजनिक रोडवेज भन्छ भारतीय भन्दाखेरि चल सार्वजनिक। अनि आफ्नो प्राइभेट गाडी लिएर जानुभयो, बिचा गरेर बिग्रियो भने टाउको दुख्छ दुख्दैन। ल म यति भनिदिनुहोस्, दुईटै व्यक्ति देवघाट गएका हुन्,
एउटा टाउको दुखाउँदै गयो, एउटा खुसी हुँदै गयो। त्यस्तो गाडीलाई छोडिदिएँ, राम्रो भयो गुरुदेव, अर्को गाडी यहाँ चढेर आएँ भन्दै खुसी हुँदै गयो, एउटाले टाउको दुखाउँदै गयो। गुरुदेव गाडी बिग्रिएर यसो भयो उसो भयो, मेकेनिक बोलाउनु पऱ्यो, यो बोलाउनु पऱ्यो, ऊ बोलाउनु पऱ्यो, बोलाइरहोस् न। उसले सार्वजनिक गाडी नै बिग्रेको, उसले पनि बोलाएको, तर उसको टाउको दुख्यो। यस्तै प्रकारले आमा बुवा संसारमा बस्नुहोस्, रमाउनुहोस्, खानुहोस्, पिउनुहोस्, मोज गर्नुहोस्। मोज गर्नका लागि संसार बनेको हो। वीर भोग्य वसुन्धरा, तपाईँको भोगका लागि नै आप फलेको हो, तपाईँको भोगका लागि नै जगत बनेको हो। तर यति मनमा पालिदिनुहोस्, यो भन्नुहोस् न परमात्मा। भूकम्प आयो, घर भत्कियो, भाडामा बस्ने व्यक्ति खुसी भएर राम्रो घर खोज्दै गएर बसे, अनि आफ्नो घर भएकाले गर्न पाए त्यसो क्यार्न पऱ्यो उनीहरूलाई। के हो के गर्नु, टाउको दुखाइ भयो कि भयो। गुरुजी म त मरेँ भन्दै आयो एउटा, अरे के भयो त जिन्दै छस् नि भनेको घर भत्कियो। अस्तु नेति प्रमाणेन निराकृता खिलो, यो जान्नुहोस् भन्नका लागि सिकायो। हृदय भनेको मनद्वारा, मुखद्वारा मैले छोडेँ भन्दै हिँड्न नै पर्दैन। हाम्रो होइन र छैन मुखले भनिरहनु पर्दैन। हृदय भनेको हृदय भनेको हृदयद्वारा, मनद्वारा। त्यसै गरिदिन सक्नुभयो भने, एउटा काम तपाईँले गर्नुभयो भने समास्वादित चिद्ध घनामृत। त्यसपछि समास्वादित भनेको आस्वादन गर्नुहुन्छ। स्वादन मात्रै होइन, आस्वादन गर्नुहुन्छ। आस्वादन मात्रै होइन, समास्वादित गर्नुहुन्छ। कतिवटा विशेषण लगाए हेर्नुहोस् न। स्वादित भने त हुन्थ्यो नि, त्यतिले पुगेन रामजीलाई। के भन्नुहुन्छ? आस्वादित गर्नुहुन्छ, मिठोसित अनुभूति गर्नुहुन्छ। त्यतिले पनि रामजीलाई पुगेन। समास्वादित, सम उपसर्ग लगाउनु भयो। सम आ दुईटा उपसर्ग लगाएर के भन्नुहुन्छ? समास्वादित चित्त घनामृत। एउटा काम गरेको बदलामा तपाईँलाई रामजीले त्यो चित्त घन रूपी अमृत दान दिनलाई तयार हुनुहुन्छ। तर के गर्नु पर्यो भन्नुहोस् न। एउटा व्यक्ति घन्टी चोर्न भनेर गएछ, के चोर्न भनेर गएछ? मन्दिरमा केही चोर्न भनेर गएको। मन्दिरको तल त शिवजीको मन्दिर रहेछ, केही भेट्टा आएन। विष्णुका भए त आभूषण साभूषण के भेटिन्थ्यो होला। भगवान् शङ्करको मन्दिरमा के भेटिने? अलिकति कुनामा खरानी रहेछ, एउटा कलशमा जल रहेछ, अरू केही भेटेन। के चोर्नी होला, के चोर्नी होला भनेर यसो हेरेको त माथि टपमा घन्टी राखिएको रहेछ, रालो चुँडिएको रहेछ। त्यो घन्टीलाई उठाएर पुजारीजीले कहाँ राखिदिनु भएको रहेछ भनिदिनुहोस् न। माथि त टप हुन्छ नि, यस्तो बनाउँछ, आज त बनाउन नि छोड्यो। यो घरको यसो पेटी उठाएर राख्छ नि, त्यसमा राखिदिनु भएको रहेछ। त्यही घन्टी उठाउनु पर्यो भनेर माथि चढ्न थालेको पुगेन। कहाँ चढ्यो भन्नुहोस् न? शिवलिङ्गमा टेकेर माथि चढ्दै थियो, भगवान् शङ्कर प्रकट हुनुभयो। ऊ भन्छ म चोर हुँ। भगवान् भन्नुहुन्छ तैँले जस्तो अर्पण गरिस् यस्तो कसैले गरेन। कसैले दुध ल्याएर चढायो, कसैले फुल ल्याएर चढायो, तैँले त आफैलाई क्यारिस। यति बाहना चाहिएको कि परमात्मा? कुनै बाहना खोजिरहेको छ परमात्माले तार्नका लागि, तपाईँलाई त्यो अमृत दान दिनका लागि, अमृत पान गराउनका लागि। तपाईँले यति गरिदिनुहोस्, नीति प्रमाणको बलले यो सम्पूर्ण जगतलाई के गर्नु, निराकृत गरिदिनुहोस्, खण्डन गरिदिनु भयो भने भित्रबाट भल भल तपाईँको अमृतको धारा प्रवाहित भइरहेको छ, त्यसलाई पान गर्न पाउनुहुन्छ। त्यही भएर रामजी भन्नुहुन्छ समास्वादित चित्त घनामृत। त्यजेत अशेषम, अन्तिमचोटि भन्दै हे भाइ मैले भनेको मान। त्यजेत, हामी छोड्न त छोड्छौँ, अलिकति छोड्छौँ। अशेषम, सबै छोड्थ्यौँ। हामी के गर्छौँ? अब छोड्न त छोड्छौँ, हो के गर्छौँ? अलिअलि छोड्छौँ। रामजी के भन्नुहुन्छ? छोड्नै परेपछि अलिअलि नछोड। तिमी सबै छोड्न तयार हो त म सबै पिलाउन तयार हुन्छु। तिमी मेरो कोही छैन, अहम एक न मे कश्चित् नाहम अन्यस्य कस्यचित् न तम पश्यामि यस्याहम तन्न पश्यामि यो मम मम प्रभो अहम प्रभो मम प्रभु भन्न सक्यौ भने म सबै चिज दिन तयार छु।
के भन्नुहुन्छ? मेरो कोही छैन, मेरो कोही हुन सकोस् यस्तो व्यक्ति पनि छ। एउटा मात्रै नाता मैले जानेको छु, मेरो प्रभु हुनुहुन्छ, प्रभुको म छु। यो दुजी नाता छोड दे, एउटा मात्रै नाता बनाउनुहोस्। के बनाउनु? मेरो प्रभु हुनुहुन्छ, प्रभुको भन्नुहोस् न, मेरो प्रभु हुनुहुन्छ, प्रभुको म छु। यति भन्न सक्नुभयो भने रामजीले तपाईँलाई अँगालो हाल्न तयार हुनुहुन्छ। रामजीले हनुमानजीलाई भन्नुहुन्छ, हे हनुमान, मेरा यी लामा लामा हात छन् नि। हनुमानले सोध्नुहुन्छ, हे राम, तपाईँको यहाँ लामा लामा हात किन भएका? यो घुट्नासम्म पुग्थ्यो अरे। रामजीको हात कहाँसम्म? यो के भन्छ त्यसलाई? घुँडासम्म पुग्थ्यो। र हनुमानजीले एक दिन सोध्नुभयो, चाहिँ रामजी, यो तपाईँको हात कति लामा हुन् के अरे घुँडासम्म पुगेका छन् भन्दा किन हुने यति लामा भन्दा भगवान् राम भन्नुहुन्छ, म अँगालो हाल्न चाहन्छु। त्यही भएर लामा हात भएका व्यक्तिलाई राम्रो मानिन्छ। हाम्रो परमानन्द गुरुदेवको हात पनि खुब लामा थियो। मैले त्यो उनी लगाउने लामो कुर्ता लगाउने कि त भित्र धोती नै नलाए पनि हुने खाले एउटा ठुलै हुन्छ नि त्यो। हजुरले याद गर्नुभयो? कसैले देख्नुभयो? उहाँले कुर्ता लगाउनुहुन्थ्यो। उहाँ विशेष गरेर कस्तो कुर्ता हुन्थ्यो? अल्फी भन्छन् भारतीय हिन्दीमा, तपाईँले बुझ्नुहुन्थ्यो। एउटा कुर्तै हुन्छ, भाङलाङ्ग हुन्छ। खत्तड बाबाले को फोटोमा पनि मैले त्यस्तै देखेँ। अनि त्यो लगभग घुँडाभन्दा पनि तल पुगेको हुन्छ। धोती नलगाए पनि काम लाग्ने जस्तो हुन्छ कि, तर धोती लगाउनुहुन्छ हो, त्यस्तो लगाउने फ्याङ्लाङ हुन्छ कि त्यो अझ टाइट फलक फ्याङ्लाङ हुन्थ्यो। हात यति लामा थियो आमा बुवा, त्यो घुँडासम्म, के अरे घुँडासम्म। जसको हात लामा हुन्छ नि त्यसलाई हामीले रामजीको रूपमा पूजा गर्ने गर्छ, राम्रो मान्छौँ। रामजीलाई हनुमानजीले सोध्नुभएको, हे भगवान्, तपाईँको हात कति लामा हुन् के भन्दा रामजी भन्नुहुन्छ, म कसैलाई अँगालो हाल्न चाहन्छु। तर कसलाई हाल्नुहुन्छ भन्दा नीति प्रमाणेन निराकृताखिलो हृदा समास्वादित चिद घनामृत। त्यहाँ हे भाइ, हे लक्ष्मण, त्यही भएर तिमीले सबै चिज पायो, मेरो अँगालो पाएका छैनौ। त्यही भएर हनुमानजीलाई रामजीले बारम्बार लक्ष्मणको अगाडि भन्नुहुन्छ, लक्ष्मण भन्दा नि प्यारा छौ तिमी भन्नुहुन्छ। भरतको समान भन्नुभएको छ, लक्ष्मणभन्दा प्यारो भन्नुभएको छ। कस्तो भन्नुभयो? भरत सम भाइ। के भन्नुभयो? भरत सम भाइ। किनकि भरतले नै अँगालो पाएका थिए, तपाईँलाई याद छ? हनुमानजीले नै अँगालो पाउनु भएको थियो, तर लक्ष्मणले आजसम्म के पाएका थिएनन्? सबै चिज पाए, चरण पाए, चरण सेवा गरे, सबै चिज पाए, आजसम्म के पाएनन् उनले? हो, त्यही भएर आज सम्झाउने त्यो जे अशेष। हनुमानजीले कहिले के अरे अँगालो पाउनुभयो हजुरलाई याद छ? सबै त्याग्दा पाउनुभयो, अथवा त्यसमा तपाईँले त्यो भरतजीले कहिले अँगालो पाउनुभयो हजुरलाई याद छ? जङ्गलमा गएर सबै छोडेर, मलाई चाहिएन राजपाट, केही चाहिएन भनेर जब जङ्गल जानुभएको थियो, त्यो बेला रामजीले अँगालो हालेर गिर्नु भएको छ, उहाँलाई स्वागत गर्छु। भगवान्को अँगालो कहिले पाइँदो रहेछ मलाई आज यति भनिदिनुहोस्। आमा बुवा, भगवान्को त कुरै छोड्दिनु, सामान्य पतिको अथवा सामान्य पत्नीको अँगालो पाउन त अरू छोड्नुपर्छ, होइन र? होइन र भन्नुहोस् न। भगवान्को अँगालो पाउन अस्तु त्यज अशेषम कदा कहाँ हामी अल्झिराख्यौँ है, कहीँ अल्झियौँ, अब निक्लिनु। विकल्प माया रहित है, बुवाको पङ्क्ति थियो नि। यो विकल्प भनेको के हो, माया भनेको के हो? यो मनको काम हजुरलाई थाहा छ के गर्ने? विकल्प आएन, त्यसलाई सर्टकटमा भन्दाखेरि विकल्प, होइन? अनि त्यसलाई भन्छन् जीवको उपाधि। मनलाई के भन्छन् आमा बुवा? जीवको उपाधि। माया कसलाई भन्छन्? ईश्वरको उपाधि। के भन्नुभयो? बुझ्नुभयो? जीवको उपाधिलाई के भन्छन्? जीवको उपाधिलाई मन भन्छन्। मनको काम के हो? सङ्कल्प विकल्प गर्ने। अनि यहाँ के लेखिदिनु भयो? विकल्प लेखिदिनु भयो। मनको मतलब जीवको उपाधि पनि परमात्मामा छैन, ईश्वरको उपाधि पनि परमात्मामा छैन। ब्रह्ममा के छैन आमा बुवा?
भन्नुहोस् अब यहाँको भाषा भन्नुहोस् न, बाले सोधिहालिस व्याख्या गर्नु पऱ्यो कि आफै त्यही भाषा भन्नु परेन अब के भन्नुहोस्? जीवको उपाधि पनि परमात्मामा छैन। जीवको उपाधि भनेको के हो? मन हो क्या। अब त्यही भएर परमात्मासित मन छैन। रासलीलामा जाने बेलामा परमात्मालाई खाली खाली महसुस भयो कि रासलीलामा जाने कुरो भइसकेको छ, बाँसुरी पनि बजाइहालियो है, शरदको चन्द्रमा पनि खिलिरहेको छ, वातावरण पनि सुरम्य भएको छ, वचन पनि दिइसकेको थियो चिरहरण गर्ने बेलामा कुनै दिन म बोलाउँछु अँगालोमा हाल्छु भनेर वचन पनि दिनुभएको थियो हो। त्यो साडी लुकाउने बेलामा सबै तयारी भएको छ। एउटा कमी भयो, भगवान् कृष्णसित मन छैन। कोसित छैन भन्नुहोस् न? मनै छैन। त्यही भएर पहिल्यै रास पञ्चाध्यायको पहिलो श्लोकमा सुखदेवजी भन्नुहुन्छ मनश्चक्रे के भन्नुहुन्छ? भगवान्ले पहिला मन बनाउनु भयो अनि बल्ल गोपिनीहरूसित रमण गर्न जानुभयो। कोसित मन छैन भन्नुहोस् न? त्यही भएर भक्तले भन्छन् हे भगवान् तपाईसित नभएको पदार्थ भनेको मन रहेछ। के रहेछ? सबै चिज तपाईसित रहेछ के दिने तपाईँलाई हो? श्रीमती धन सम्पदा तपाईँकै श्रीमती हुन्, यो जगत तपाईँकै हो। तपाईँसित नभएको चिज तपाईँलाई के उपहार दिन चाहन्छु, खोज्दा खोज्दा के भेट्टाएँ भने भगवान्सित के रहेनछ भन्नुहोस् त? के बडा मिठो श्लोक थियो, सुरु नै आएन। के अरे किम देयमस्ति भवते जगदीश्वराय आवीर गोप हृतमानसाय दत्तम मनः यदुपते कृपया गृहाण। ए मन नभएका परमात्मा नभएको भन्नु हुँदैन, लौ मेरो मन राख। भक्त के भन्दै जान्छ? तपाईँसित धन राख्नुहोस् होइन, तपाईँसित धन छ, सबै चिज छ, एउटा चिज परमात्मासित छैन। के छैन ल भनिदिनुहोस् त? आज मन छैन है। अनि हामीसित के छ नि? मन छ तर सामर्थ्य छैन। फेरि हामीसित के छ? मन छ, सामर्थ्य छैन। परमात्मासित सामर्थ्य छ, मन छैन। हामीसित के छ? कर्तुम अकर्तुम अन्यथा कर्तुम सर्वसमर्थ हुनुहुन्छ। हाम्रो मन अनि परमात्माको सामर्थ्य एकट्ठा भयो भने नहुने काम पनि हुन्छ। त्यो निर्विकार निरीह परमात्मा पनि सगुण साकारको बनेर गोपिनीको घर घरमा नाचिरहेको हुन्छ। यो कहिले भएको भन्नुहोस्? थाहा पाउनुभयो तपाईँले? हाम्रो मन र परमात्माको सामर्थ्य एकट्ठा भइदियो। जस्तै मान्नुहोस् दृष्टान्त, तपाईँलाई मन पर्यो, साथीसित पैसा थियो, कसलाई मन पर्यो? तपाईँलाई मन पर्यो, साथीलाई पटक्कै मन परेको थिएन, तर तँसित किन्ने सम्पत्ति छैन अनि साथीसित पैसा थियो भने तपाईँको मन र साथीको पैसा मिल्यो भने काम हुन्छ कि हुँदैन? त्यस्तै प्रकारले हाम्रो मन अनि परमात्माको सामर्थ्य मिल्यो भने के हुन्छ? जगत बन्छ। या नहुने काम पनि हुनु, घटना पटियसी मतलब हुनै नसक्ने काम, अच्युत हो जसको नाम त्यो आफ्नो स्वरूपबाट चेपित हुँदै हुँदैन। मतलब उसको परमात्मा नाम अच्युत किन परेको भन्नु थाहा छ तपाईँलाई? आफ्नो स्वरूपबाट तल नझर्ने भएको नाम अच्युतम केशवम भनेर तपाईँ स्तुति गर्नुहुन्छ नि। परमात्मा नाम अच्युत किन परेको भन्नुहोस्? आफ्नोबाट च्युत नहुने भएको हुनाले। तर भक्तको मन र परमात्माको सामर्थ्य मिल्यो भने त्यही सद्घन चितघन आनन्दघन परब्रह्म परमात्मा आज भोक लाग्यो भनेर चिल्लाइरहेको छ। के भनेर? भोक लाग्यो भने घैँटो फोर्दै हिँडिरहेको छ। त्यही परमात्मा आज ढोकामा यता र उता हो यसो पार गर्न थाल्नु भएको छ। त्यो ढोका पहिला पहिला यस्तो हुन्थ्यो, तपाईँलाई थाहा छ? माथि उठेको हुन्थ्यो, एकदमै उठेको हुन्थ्यो पाहाडको। अनि उता जान्छु भनेर कसिनु भयो, चढ्नु भयो, भुँडीको बलमा त्यो माथि चढ्नु भयो, दहेली भन्छ, दहेलीमा भुँडी पर्यो। अब यता टेकम खुट्टाले भेट्दैन, उता जाम हातले छुँदैन, अनि त्यो परमात्मा बसेर रुन थाल्नु भयो। हाम्रो गुरुदेव भन्नु ए वेदान्ती हो, तिमीहरूको सद्गन चितगन आनन्द गर्ने परमात्मा हेर त आज दहेलीमा खुट्टाले पुग्यो होइन, हातले यता छुन सकेको छैन, रोएर विभत्स भएको छ। विकल्प भनेको बुझ्नु पर्यो।
विकल्प परमात्मामा छैन, मन परमात्मामा छ, माया पनि परमात्मामा छैन, के पनि छैन, ब्रह्ममा माया पनि छैन। त्यही भएर यो आत्माको विभाग गर्ने बेलामा भागवतले 3 प्रकारको आत्माको निरूपण गर्यो कि वदन्ति तत्तत्त्वविदस् तत्त्वं यज् ज्ञानमद्वयं ब्रह्मेति परमात्मेति भगवान इति शब्दते। कतिवटा परमात्मा बनायो उसले? 3टा परमात्मा, एउटालाई भगवान बनायो, एउटालाई परमात्मा बनायो, अर्कालाई ब्रह्म बनायो। कतिवटा बनायो भन्नुहोस् त? के नि? भगवान, परमात्मा, ब्रह्म बनायो के। भागवतले 3 प्रकारको परमात्माको कुरा गर्यो। यदि माया सहित छ भने त्यसलाई हामीले ईश्वर भन्छौँ, परमात्मा भन्छौँ। माया रहित छ भने त्यसलाई के भन्छौँ? हामीले ब्रह्म भन्छौँ। के भने मैले भन्नुहोस्? माया सहितकोलाई अन्तःकरणबाट उपहित चैतन्य जीव हो, मायाबाट उपहित चैतन्य ईश्वर हो, माया र अन्तःकरणबाट अनुपहित चैतन्य ब्रह्म हो। यसरी वेदान्त पूर्ण रूपमा चाहिँ अज्ञानमा अथवा माया छैन, पूर्ण रूपमा परमात्मा केही छैन। बुझ्नुभयो? त्यही भएर विकल्प माया रहिते चिदात्मके अहङ्कार एष प्रथम प्रकल्पित। त्यो सद्घन चितघन आनन्द घनमा हामीले पहिलो के कल्पना गर्यौँ? अहङ्कार कल्पना गर्यौँ। तत् ऐच्छत बहु श्याम। त्यो परमात्माले के चिन्तन गर्यो? एकोहम तद ऐच्छत। उसले चाह्यो अरे, उसले के गर्यो भने मायाको पर्दा ओढ्यो, ओढेर अनि चाह्यो कि। ब्रह्मले चाहेको होइन, ब्रह्मले जगत बनाएको होइन। ब्रह्मको एकांश, ईश्वरमा त पुरैमा छ, ब्रह्मको एकांश नै। यस्तो हो, ब्रह्म रूपमा छैन, ईश्वर रूपमा छ। ब्रह्म रूपमा त छँदै छैन, ईश्वर रूपमा छ। नै यस्तो छ, वास्तवमा भएका भए खण्डन हुन्थ्यो। यो अझ आतवादले हामीलाई खुब बचाउँछ। विकल्प माया रहिते चिदात्मके अहङ्कार एष प्रथम प्रकल्पित। परमात्मा पहिलो के उत्पन्न भयो? अहङ्कार। मैले नगरिदिए कसले गर्छ भन्ने भाव आइदियो। गर्दिनँ अब सृष्टि, मैले यत्रो मानव बनाएँ, यत्रो दुःख पनि दिएँ, सद्गुरु दिएँ, सत्शास्त्र दिएँ, सबै दिएँ, एकजना मान्छे तरेन, म पर्दैन अब सृष्टि गर्दिनँ भनेर तृतीय नेत्र खोलेर सबैलाई भस्म गरेको परमात्मा हो कि होइन? किन भस्म गर्यो संसारलाई? हो, एउटा रेसुङ्गामा एउटा स्वामीजी हुनुभयो, ठ्याक्कै नाम भुल्यो अहिले। केही कुरामा रिस उठ्यो, लगभग मेरो हिसाबले 2-3 हजार लिटर घिउ थियो, सबै कम्बलमा भन्छ नि त, नाम ठ्याक्कै भुल्यो अहिले। त्यहाँदेखि उहाँले घिउ छर्केर आगो लगाएर छोडिदिनु। यो अहिले बनाएको त के अरे 1 साल त पछि बनेको। हजुरहरूको त्यस्तै केही पर्नु ल। उहाँले के गर्नुभयो भने त्यो 2-4 हजार लिटर घिउ खुब राख्नुभएको हवन कुण्ड थियो नि त्यहाँ त, गाई पाल्नु भएको सबै। अनि पछि छोड्ने बेला कसरी छोड्नुभयो? पुरै घिउ छर्किएर आगो लगाएर दन्ती बनाएर निक्लिदिनु हो। त्यही भएर अहङ्कार एष प्रथम प्रकल्पित। परमात्मामा हामीले के कल्पना गर्यौँ? अहङ्कार। अनि त्यसपछि अध्यास एवात्मनि सर्वकारणि हो। त्यसपछि अध्यास आरम्भ भयो। अहङ्कार आउने बित्तिकै अध्यास म भन्नुभयो भने त अनि फेरि छ। मैले के भन्दै थिएँ भने त्यो परमात्माले अब सृष्टि चाहिएन भनेर भत्काउनु भएको थियो। धेरै वर्ष बितेपछि होइन, अझै एकचोटि त गर्दिनँ नजाने यो सृष्टिमा तर्छ नि, सद्बुद्धि आइहाल्छ कि है भनेर परमात्माले के हालिदिनु भयो? फेरि मैले नगरेको कसले गर्छ भन्ने भाव कसमा आयो?
अनि उहाँले के गरिदिनु भयो? सृष्टि गरिदिनु भयो। सृष्टि गरिदिएको हुनाले हामीले के गर्यौँ? अध्यास गर्यौँ। के गर्यौँ? अब नभएका भए म भन्दैन थिएँ मलाई, मेरो भन्दैन थिएँ मलाई, भएर त भनेको हामीले होइन। जग्गा जमिन नभएका भए मेरो भन्थ्यौँ र हामी। रज्जु सर्प छैन हामीले मेरो भने हाम्रो, के अरे यो आकाश पुष्प छैन हामीले मेरो भनेका छौँ र। कुन पदार्थलाई मेरो भन्यौँ हामीले? भएको पदार्थ। कसमा? निरामय ब्रह्मणि केवले। अब यो आज यहाँ दुईवटा श्लोक विशेष प्रकारका आउँदैछन् है आमा बुवा, ध्यान दिनु होला। यो 43 र 44 नम्बर श्लोक यो रामगीताको मुटु हो। मुटु भनेको बुझ्नुहुन्छ? यो पुरा वेद शास्त्रले दिन खोजेको चिज पुराणले दिएको छ, पुराणले दिन खोजेको चिज ब्रह्माण्ड पुराणले दिएको छ, अन्तिम पुराण भएको हुनाले ब्रह्माण्ड पुराणले दिन खोजेको चिज अध्यात्म रामायणले दिएको छ, अध्यात्म रामायणले दिन खोजेको चिज रामगीताले दिएको छ, रामगीताले पनि दिन खोजेको चिज भनेको दुईवटा श्लोक है। त्यो श्लोकको भूमिका बाँधिरहेका छौँ। अब भोलिबाट त्यसको भूमिका बाँध्दै हामी अगाडि बढ्नेछौँ। ओम पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। ओम शांति शांति शांति। सच्चिदानंद भगवान को।